पास्नेको लागि नेपालबाट भाइले सामान अर्डर गरिदिएको है बुटिकमा सिलाउन दिएको कस्तो नराम्रो सिलाइदिएको त्यही पनि अनि मेरो साथी सिलाएको पनि पठाइदिएको नानीको लागि ती कस्तो उस गरेर बसिरहेको छु हेर्नु नेपालबाट सामान त आयो तर जस्तो सोचे जस्तो त्यस्तो आएन तर मन किन्न हुन्छ नि अब लाइक पैसा तिरिसकेपछि सामान राम्रो आइदियोस् भन्ने त जसको पनि चाहना हुन्छ अनि न फिनिसिङ छ न राम्रोसँग भने जस्तो छ कपडा त्यत्रो पैसा तिरेर झन् फोन गरी भिडियोमा यस्तो गराइदिनु भनेको है नेपालको मान्छेहरूको कोही विश्वासै गर्न नसकिने त्यही पनि ठिकै छ अब जति छ त्यसैमा खुसी त भन्ने कोसिस गरेको तर मनले मानेको छैन अब नयाँ किन्ने त होला नि भाइले त्यत्रो पैसा हालेर पठाइदियो म कामै लागेन राम्रो पनि छ मनले नै नमान्ने अब बुढाले भन्यो होला नभन भन्दा भन्दै भाइले पठाइदिएको नानीलाई गिफ्ट भनेर तर साथीले त्यत्रो सामान बोकेर ल्याइदिएको भित्री पनि नहालिदिएको कि सिलाएको तर त्यो गाउँमा बरु मैले त्यो चोलोहरू भोटोहरू सिलाइदिनु भएको एकदम राम्रो फिनिसिङ गरेर गाउँकोले बरु सिलाइदिएको है त्यो बजारको त्यो बुटिकले त त्यो जस्तो पाइ त्यस्तै नराम्रो फिनिसिङ नराम्रो भित्री त्यत्तिकै स्कर्ट पनि त्यत्तिकै सिलाएर पठाइदिएको त्यही भएर कस्तो मन दुखेर आएर है म त कराएको नि अनि गरी एभ्री कलरको चाहिँ मेरो छोरीको लागि साथीले गिफ्ट है बास्नेको गिफ्ट पठाएको आफू आउन नपाए पनि उनीहरू बेस्ट फ्रेन्ड हो जहिले पनि मान्छे कोही आउँदै पछि मेरो लागि होस् या नानीको लागि गिफ्ट पठाइराखेको हुन्छ है मलाई नानीले भोइस ओभर पनि गर्नु दिँदैन मेरो छोरी साइडमा रोइरहेको छ हेर्नु म मोटाएर त्यस्तै छ मेरो छोरीको पास्ने छ हाम्रो छोरीको पास्नेमा सबैजना आउनु होला सँगै रमाइलो गरौँला मेरो छोरी अब 5 महिनाको लागि लाग्छ 17 तारिकबाट 23 तारिक पास्ने छ है हेर्दा हेर्दै बच्चा पाउन मात्र बेर रहेछ पाइसकेपछि हुर्किन टाइम लाग्दो रहेनछ मेरो छोरीले पनि भात खाने दिन आइसक्यो सबैजना मिलेर रमाइलो गरौँला मेरो छोरीलाई आशीर्वाद दिन आउनु ल भन मेरो छोरी भोइस ओभर गर्दैछु पछाडिबाट रुँदैछन् यस्तै छ त्यो अहिले उस गरेको पनि कलर के त्यो खासमा चाहिँ अब सोचेको अर्कै हो तर त्यस्तो पठाइदियो बनाएर भित्री पनि नहालिदिएको म र छोरीको एउटै सेट बनाउने भनेको मेरो त झन् हेर्नै नहुने के कुरै नगर्नु कच्याककुचुक यस्तो रिस उठेको होइन अनि त्यहाँ त्यो ओरेन्ज कलरको पनि मगाएको त्यसमा त झन् छुट्टै कलरको धागोले सिलाइदिएको कि है कस्तो लापरवाही भन्ने कुरा नि लास्टै लापरवाही गरिदिने कि नेपालमा ल नराउँला एकैछिन पकाला मामुली भोइस ओभर गर्दैछु ल यति लाजको लागि फेरि